हर्कबाद भनेको काम हो। हर्कबाद सपनाबाट सुरु हुन्छ, सपनाबाट सुरु हुन्छ, सङ्कल्प सङ्घर्ष हुँदै सफलतासम्मको यात्रालाई भन्छ हर्कबाद। यदि सफलता प्राप्त गर्दैन भने त्यो हर्कबाद होइन। सपना देख्नु मात्रै हर्कबाद होइन, सपना देख्नुलाई मात्रै हर्कबाद भन्दैनौ। सपना देखिसकेपछि त्यो सपनालाई पुरा गर्न सक्ने अठोट, त्यो कमिटमेन्ट, त्यो तपाईँको सङ्कल्प र त्यो सङ्कल्प अनुसारको सङ्घर्ष र त्यो सङ्घर्षपछि प्राप्त भएको सफलता र त्यो सफलता सहितको बाद हर्कबाद। म यहाँ सबैजनालाई भन्न चाहन्छु, अलिकति मात्रै तपाईँको चाहिँ होइन यो सरकार विरुद्ध केही मात्रै भन्यो भने गाली गरिहाल्छ। त्यसले के गर्छ भन्दाखेरि भोलि बालेन शाहलाई पनि केपिओलीकै ठाउँमा लगेर राख्छ। हामी गफ गरेर आएको मान्छे होइनौँ, गफ गरेर आएको मान्छे होइनौँ, काम गरेर आएको मान्छे हो। यति नै खेर पनि दार्चुलामा लगभग 50 जना श्रमदाता, पूर्वको श्रमदाता दार्चुलाको कुम्लिङमा अहिले झोलुङ्गे पुल थाप्नका लागि कठोर श्रम गरिराख्नु भएको छ। महाकाली नदीबाट बालुवा बोकिराख्नु भएको छ। त्यो हो हर्कबाद। उहाँहरूको लागि, उहाँको सम्मानको लागि जोरदार ताली बजाइदिनको लागि जसले हामीलाई मिल्नका लागि चाहिँ देश विदेशबाट पनि फोन गरेकै होइन, खबर पठाएकै गर्नुहुन्थ्यो। उहाँहरू सबैजनालाई आज म सम्झन चाहन्छु। हरेक कुराको समय हुन्छ। समयभन्दा अगाडि हामी जान सक्छौँ, समयभन्दा पछाडि जान सक्छौँ। देयर इज टाइम टु टेक बर्थ। जन्मको समय होइन, जीवनको अवधि, मृत्युको समय, हरेक कुराको समय हुन्छ भने जस्तो आज त्यो समय आएको छ। योभन्दा अगाडि समय आएको थिएन। त्यसले गर्दा यहाँ अघि ढिलो भयो पनि भन्दै हुन्थ्यो कि जनाले, ढिलो भएको छैन, ठिक्क समयमा र समयमा हामी भेटेका छौँ। अब हाम्रो यात्रा कस्तो हुन्छ भन्ने चिजहरू हुनसक्छ भन्दा हाम्रो यात्रा अत्यन्तै राम्रो हुन्छ। तपाईँहरूले फुवालुङ भन्ने ठाउँ सुन्नुभएको होला, फुवालुङ भन्ने देख्नु भएको केही जानकारी छ होला तपाईँहरूलाई। त्यो फुवालुङमा तम्म र दुधकोसी मिसिन्छ अरूमा। त्यस्तै हाम्रो मिलन भएको कुरा म जानकारी गराउन चाहन्छु। यो उहाँको समूह र श्रम संस्कृति पार्टी त्यसरी नै फुवालुङमा भेटिएका तम्मर र दुधकोसी जस्तो तरिकाले मिलेर अगाडि जानुपर्छ भन्ने म सबैलाई आग्रह गर्न चाहन्छु। मान्छे हो, मनमुटाव आउँछ, विभिन्न कुराहरूमा तपाईँको चाहिँ खेर जीवन गतिशील भएको कारणले आज हामी जे देख्दैछौँ, जे बोल्दैछौँ, त्यो कुरा, आज देखेको कुरा, बोलिरहेको कुरा भोलि समय अनुकूल नहुन सक्छ, परिस्थिति अनुकूल नहुन सक्छ। त्यसो हुँदाखेरि सानोतिनो मनमुटावहरू हामीमा आउन स्वाभाविक हो, मान्छे हो। तथापि त्यसलाई ठुलो इस्यु बनाएर कनिका र चामल जस्तो किसिमले छुटिएर जाने किसिमको एकता होइन यो। म त्यो भन्न चाहन्छु। तम्मर र दुधकोसी फुवालुङमा मिलिसकेपछि त्यहाँदेखि उधो कुन चाहिँ तम्मर कुन चाहिँ दुधकोसी भन्ने छुट्याउन सकिँदैन। सागरसम्म त्यो यात्रा दुईटा नदीको भएको जस्तै हाम्रो पनि यात्रा त्यस्तै होस् भन्ने म कामना राख्न चाहन्छु। हामी भनेको जनताको चाहनालाई, जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्नका लागि आएका एउटा साधन हो। म चाहिँ त्यसरी आफूलाई देख्छु। मैले जति पनि कुराहरू भन्ने गरेको कुरा, सोच्ने गरेको कुरा होइन, बोल्ने गरेको कुरा, गर्ने व्यवहारका कुराहरू भए यी सबै कुराहरू जनताको चाहना अनुसार हुनुपर्छ भन्ने मान्यता छ। जनताको भावना र जनताको आवश्यकता अनुसारको हुनुपर्छ भन्ने। त्यसो हुँदाखेरि हाम्रो मान्यतामा एकरूपता भएर जाओस्, म त्यो कामना गर्न चाहन्छु। म एउटा कुरा सोच्छु, उहाँहरू अर्को कुरा सोच्ने भन्दा पनि हाम्रो यो श्रमदानको टी सर्ट मैले उहाँलाई अघि दिएको छु, त्यसको अघिल्तिर लेखिएको छ, देश सोच्न सक्ने म देश बोल्न सक्छु, देशकै कर्म गर्न सकौँ, देशकै निम्ति मर्न सक्छु। त्यो हाम्रो साझा सोचाइ हुनुपर्छ भन्ने माग गर्न चाहन्छु।
उहाँको टिमबाट आउँदै गर्नुहुने सम्पूर्णलाई हार्दिक स्वागत छ। हामी अब एकले अर्कालाई तपाईँको चाहिँ हरेक किसिमले एकले अर्कालाई चाहिँ स्वीकारेर एकले अर्कालाई चाहिँ समर्थन गरेर हामी अगाडि बढ्छौँ र त्यो तरिकाको हाम्रो एकता भएको कुरामा जानकारी गराउन चाहन्छु। धेरैलाई शङ्का लागिरहेको होला, अब 2-3 दिनको लागि होला, 6 महिना पछाडि फेरि त्यही त हो होइन। उहाँ कता तपाईँको चाहिँ होइन मार्क्सवाद र माओवाद पढेर आएको, कता फेरि हर्कवाद यो के हो भन्ने पनि लागिरहेको कतिलाई छ मलाई थाहा छ। त्यो ठुलो कुरो होइन है, त्यो ठुलो कुरो होइन। यो देशका लागि हामीले काम गर्छौँ कि गर्दैनौँ भन्ने कुरा छ। यो देशको भारी सबै मिलेर उचाल्छौँ कि उचाल्दैनौँ, बोक्छौँ कि बोक्दैनौँ, जिम्मेवारीको भारी हामीले चाहिँ वहन गर्छौँ कि गर्दैनौँ भन्ने कुरा ठुलो कुरो हो। र त्यसो हुँदा त्यो देशको जिम्मेवारीको भारी उचाल्नको लागि हामी एक भएको कुरा जानकारी गराउन चाहन्छौँ। अब थुप्रै कुरा छन् भन्नुपर्ने, बुझ्नुपर्ने, सबै कुरो एकैचोटि बुझ्न साध्य पनि छैन, किस्ताबन्दी छ भन्नुपर्ने हुन्छ। आज थोरै कुराहरू हामी राख्छौँ। हाम्रो सुदर्शन किराँतीज्यू उहाँको समूहसँग हाम्रो एकता भएको छ, यसमा हामी अत्यन्तै हर्षित छौँ। मिल्नु राम्रो, छुट्नु नराम्रो है। त्यसो भएको कारणले गर्दाखेरि यो मिलनको कार्यक्रम, एकताको कार्यक्रम यो अत्यन्तै राम्रो कार्यक्रम छ। उहाँले पनि भनिसक्नु भएको छ, यो उहाँको र मेरो व्यक्तिगत दुईजनाको इच्छा र आकाङ्क्षाले चाहनाले भएको कुरा होइन। धेरै मानिसहरू उहाँ र म मिलेर अगाडि बढोस् भन्ने चाहना राख्नुहुन्थ्यो। त्यसो भएको कारणले गर्दाखेरि उहाँहरूले विशेष गरी म विशाल राईलाई सम्झन चाहन्छु। यहाँ विशाल राई हुनुहुन्छ, त्यहाँ हात उठाइदिनु त, अघि बोल्नु भएको गइसक्नु भयो, त्यही गइ उहाँ हाम्रो आशा लामाजी, सन्ध्या जी लगायत यता हाम्रो शालिक पाठक सर उहाँको टिम लागिरहेको थियो। हामीलाई चाहिँ चरणबद्ध कवाद भन्ने चाहिँ के रहेछ भनेर धेरै मान्छेले अहिले भन्न चाहेको कुरा छ। एउटा बहस हामीले छिर्दिएका छौँ। प्रकृति, संस्कृति र प्रविधिले हाम्रो जीवन बनेको हुन्छ। मान्छेको जीवनमा प्रकृति, संस्कृति र प्रविधि मध्ये कुनै एउटा निकालिदिने हो भने अथवा त्यो बिनाको जीवन कल्पना गर्ने भने त्यो जीवन हुँदैन, त्यो अधुरो जीवन हो। त्यसले गर्दाखेरि प्रकृतिको लागि पनि हामी काम गर्छौँ, संस्कृतिको लागि पनि हामी काम गर्छौँ, प्रविधिको विकास गर्दै हामी अगाडि बढ्छौँ भन्ने एउटा चाहिँ के अरे तपाईँको दर्शन भन्दा पनि, एउटा मान्यता भन्दा पनि चाहिँ हर्कवाद रहेको कुरा म यहाँलाई जानकारी गराउँछु। मैले बारम्बार भन्ने गरेकै कुरा हाम्रो शरीर हो प्रकृति है। हाम्रो शरीर प्रकृति, हाम्रो सोचाइ हो संस्कृति र हाम्रो जीवन शैली हो प्रविधि। र यी कुराहरूलाई चाहिँ हामीले सरल भाषाबाट व्याख्या गरेका छौँ र हामीले पढ्ने सिद्धान्तले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ। हाम्रै जीवनमा, मान्छेकै जीवनमा मात्रै परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने होइन होइन, सारा सृष्टिलाई योगदान दिन सक्नुपर्छ हाम्रो कर्मले भन्ने सिद्धान्त, भन्ने तपाईँको दर्शन नै हर्कवाद रहेको कुरा म जानकारी गराउँछु। हामी मान्छे मारेर सत्ताको कुर्सीमा पुग्न सकिन्छ, सत्ताको कुर्सीमा पुग्नुपर्छ भन्ने जुन एउटा मान्यता छ, त्यो मान्यता भन्दा हामी टाढा छौँ। हामी रगत होइन पसिनाले भिजाउँ यो देश, श्रम रोकी लह लह फलाउँ यो देश भन्ने गीत सधैँभरि गाएर अगाडि बढ्यो। मार्क्सवादले भन्नुभएको छ द्वन्द्व हुन्छ, द्वन्द्व अभावको कारणले हुन्छ भन्नुभएको। तर उहाँले भन्न के छुटाउनु भयो भन्दाखेरि अभाव चाहिँ श्रम नगरेको कारणले हुन्छ भनेर भन्न छुटाउनु। त्यसो भएको कारणले गर्दाखेरि श्रम र श्रमदानलाई सर्वोपरि ठान्छौँ। काम नगरी देश बन्दैन भन्ने मान्यता के अरे हर्कवाद।
त्यो मान्यताका साथ हामी अगाडि गइरहेका छौँ। हामी लडाइँ गर्ने, झगडा गर्ने, रगत बगाउने भन्ने कुरामा होइन, पसिना बगाएर यही देशमा तपाईँको चाहिँ के अरे हाम्रा अभावहरू हामीले टार्ने गरी, उत्पादन बढाउने गरी, निर्माण गर्ने गरी, आविष्कार गर्ने गरी अगाडि मुलुकलाई बढाएर स्वाधीन अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने दर्शन हो अर्थवाद। अर्कोवाद प्रकृतिवादमा विश्वास गर्छ। प्रकृतिले कसैलाई विभेद गर्दैन। घाम लाग्दा सबैलाई न्यानो दिने, प्रकाश दिने हो, पानीले सबैलाई रुझाउने हो। अहिले हिउँ पर्यो भने सबैलाई जाडो हुन्छ, सबैलाई स्वेटर र कोट चाहिन्छ। त्यसो भएको कारणले गर्दाखेरि यदि कसैलाई अन्याय हुन्छ भने रिसाउँछ अर्थवाद। यदि कोही गरिब दुखमाथि अन्याय गर्छ भने, चाहे त्यो राज्यले गरेको होस् या कुनै ठुलो ठालुले गरेको होस् या सामन्त जो कहिले गरेको होस्, रिसाउँछ अर्थवाद, विरोध गर्नुपर्छ। एक्लै भए पनि सत्यको सामु उभिनुपर्छ, सत्यसँग उभिनुपर्छ, असत्यको बाटोमा हिँड्नु हुँदैन भन्ने दर्शन हो अर्थवाद। दिनको 10,000 15,000 गाली खाएरै पनि सेतोलाई सेतै भन्नुपर्छ, कालोलाई कालै भन्नुपर्छ भन्ने साहस गर्छ। म यहाँ सबैजनालाई यो हर्कवाद भनेको के हो भनेर खराब तरिकाले टिका टिप्पणी नगर्नका लागि भन्न गर्न चाहन्छु। दार्चुलामा एउटा तुइनमा सानो बालिका महाकाली तर्दै गरेको देख्दाखेरि त्यो ठाउँ कहाँ रहेछ भनेर 15 दिन लगाएर टोलीलाई पठाएर त्यो ठाउँ खोजेर त्यहाँ पुल थाप्न जाने बाटो अर्थवाद। रत्नपातको ठुल्ठुलो सभाहरूमा ठुल्ठुला गर्जनका साथ विश्वभरका सिद्धान्त फलाकेर राजनीति गर्ने बात होइन अर्कोवाद। ढुङ्गा बोकेर पाखामा बिरुवा रोपेर आफ्ना सानोतिनो आवश्यकताहरू हामी आफैले परिपूर्ति गर्नुपर्छ भन्ने जागरण हो अर्कोवाद। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, यो हर्कवाद भनेको के हो भनेर अब यसको बारेमा बोलिरहने भने बेलुकासम्म आउनु सकिँदैन, नभन्दैन है। आफ्नो देश आफै बनाउनुपर्छ भन्ने चेतना हो। स्वाधीनताको पक्षमा कुरा गर्छ अर्थवादले, आफ्नो देशको भौगोलिक अखण्डताको कुरा गर्छ अर्थवादले, राष्ट्रिय एकताको कुरा गर्छ अर्थवादले। सबै मिलेर 3 करोड नेपालीको 6 करोड हात चलाउनुपर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनुपर्छ। अब नीतिले मात्रै बन्दैन देश, सम्मान गर्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि यहाँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु, मिडिया मार्फत हेरेर यो हर्कवाद भनेको के हो। अघि सुरजजीले आउने बित्तिकै हर्कवादमा तपाईँ छिर्नु भएको भनेर निर्मम तरिकाले प्रश्न गर्नुभयो अरे भनेर उहाँले भन्नुभयो। त्यसको उत्तर उहाँले राम्रो दिनुभयो होला भन्ने मलाई विश्वास छ। सधैँभरि हामी अरूकै सिद्धान्त पढिरहने, विदेशी सिद्धान्त घोकिरहने, सबै कुरा विदेशी है, स्वदेशी केही पनि छैन। त्यसो भएको कारणले गर्दाखेरि यही देशको स्वदेशी माटोमा जन्मेको बाद हो अर्थवाद। जसले माटोलाई, खेतबारीको माटोलाई ठुलो होइन, त्यही तपाईँको सम्पत्ति हो, त्यही तपाईँको देश हो, त्यही तपाईँको अस्तित्व हो, त्यही तपाईँको अधिकार हो भनेर बोध गराउन खोज्छ अर्थवाद। खेतबारी बाँझो राखेर आकाशतिर हेर्ने होइन, त्यो खालको चलन अन्त्य गर्नुपर्छ भन्ने एउटा बहस हो हर्कवाद। त्यसो भएको कारणले गर्दाखेरि यो हर्कवाद भनेको के रहेछ भन्ने बुझ्न मन लाग्छ भने तपाईँहरूले त्यहाँ एउटा किताब किनेर लानु होला होइन। त्यस पछाडि त्यहाँ भएका है कुराहरूमाथि टिका टिप्पणी तपाईँ गर्न सक्नुहुन्छ। त्यतिकै हावामा हर्कवाद भन्ने नामलाई गाली गरेर तपाईँले केही पनि पाउनुहुन्न। त्यहाँ पढ्नुहोस्, त्यस पछाडि तपाईँ थाहा पाउनुहुन्छ। 35 वर्षसम्म ल्याउन नसकेको पानीलाई 98 दिनमा, राम्रो बुझौँ है, 35 वर्षसम्म पनि ल्याउन नसकेको पानीलाई 98 दिनमा सरकारी पैसा प्रयोग नगरी जनतालाई आह्वान गरेर जागरणद्वारा, श्रमदान गरेद्वारा पानी ल्याउने बाद हो हर्कवाद। 62-63 अर्ब खर्च गरेर 25 वर्ष लगाएर
होइन 25 तपाईको चाहिँ किलोमिटर टाढाको मेलाम्ची पनि ल्याउन नसक्ने बात होइन। अर्को बात मैले फेरि भने 35 वर्षदेखि ल्याउन नसकेको जोखना हेर्दै बसेको ठाउँबाट 43 किलोमिटर भिरको बाटो राज्यको 1 रुपैयाँ पनि नलगाइकन 98 दिनमा मात्रै पानी ल्याउन सक्ने बातलाई अर्को बात भन्छ। ढुङ्गा मात्रै बालुवा मात्रै भएको बगरमा हरियाली बगैँचा र पार्क बनाएर तपाईको करोडौंको इन्कम बनाउन सक्ने राज्यको सम्पत्ति जोड्ने दर्शन अर्को बात थियो अभ्यास। त्यसो हुँदाखेरि अर्को बात भनेको तपाईलाई लाग्ला यो गफमा चाहिँ हो कि के हो, फलाक्ने कुरा मात्रै हो कि क्या हो, 3-4 घण्टा भाषण गर्ने कुरा मात्रै हो कि के हो भन्ने कुरा होइन। अर्को बात भनेको काम हो। अर्को बात सपनाबाट सुरु हुन्छ, सपनाबाट सुरु हुन्छ, संकल्प संघर्ष हुँदै सफलतासम्मको यात्रालाई भन्छ अर्को बात। यदि सफलता प्राप्त गर्दैन भने त्यो अर्को बात होइन। सपना देख्नु मात्रै अर्को बात होइन, सपना देख्नुलाई मात्रै अर्को बात भन्दैनौ। सपना देखिसकेपछि त्यो सपनालाई पुरा गर्न सक्ने अठोट, त्यो कमिटमेन्ट, त्यो तपाईको संकल्प र त्यो संकल्प अनुसारको संघर्ष र त्यो संघर्षपछि प्राप्त भएको सफलता र त्यो सफलता सहितको बात अर्को बात। म यहाँ सबैजनालाई भन्न चाहन्छु, हामी गफ गरेर आएको मान्छे होइनौँ, गफ गरेर आएको मान्छे होइनौँ, काम गरेर आएको मान्छे हो। यति नै खेर पनि दार्चुलामा लगभग 50 जना श्रमदाता, पूर्वको श्रमदाता दार्चुलाको कुम्लिङमा अहिले झोलुङ्गे पुल थाप्नका लागि कठोर श्रम गरिराख्नु भएको छ। महाकाली नदीबाट बालुवा बोकिराख्नु भएको छ। त्यो हो हर्कबाद। उहाँहरूको लागि, उहाँको सम्मानको लागि जोरदार ताली बजाइदिनको लागि अब म तपाईहरु सबैजनालाई मिडिया मार्फत भन्न चाहन्छु, यो हर्कबाद भन्ने कुरालाई टीका टिप्पणी गर्दै खिसी गर्ने कुरा होइन। यो हर्कबाद भन्ने कुरा के रहेछ भनेर महसुस गर्ने कुरा हो, त्यो हेर्ने कुरा हो, अवलोकन गर्ने कुरा हो। हामीले परिवर्तन ल्याइसकेका छौँ। त्यो भएको कारणले गर्दाखेरि यसले हाम्रो जीवनमा के परिवर्तन ल्याउँछ होइन भन्दाखेरि मैले अहिले भर्खर भने पूर्वको मान्छे पश्चिम गएर श्रमदान किन गरे, नगर्दा हुन्थ्यो भन्दाखेरि पृथ्वीनारायण शाहले यो देशमा राजा पृथ्वीनारायण शाहले भूगोलमा एकीकरण गर्नुभयो, तर नेपालीको मन एकीकरण गर्नुभएको थिएन। त्यो नेपालीको मन एकीकरण गर्ने अभियान हो यो तपाईको चाहिँ श्रम संस्कृतिको अभियान। त्यो श्रम संस्कृतिको अभियान नै हो। आज हेर्नुहोस् त अस्ति 42 जनाको टोली श्रमदान गरेर 20 दिन श्रमदान गरेर रुँदै फर्कनुभयो दार्चुलाबाट। पूर्वको ताप्लेजुङको मान्छे दार्चुलामा गएर किन रोयो थाहा छ? किनभने त्यहाँका मान्छेहरूसँग, त्यहाँका तपाईँको छैन भूगोलसँग पूर्वको मान्छेको के हो त भन्दाखेरि साइनो गाँसियो, नेपाली बिचको सम्बन्ध महसुस भएर उहाँहरू रुँदै छुट्नुभयो। त्यसरी टाढा बसेका नेपालीहरूलाई एक ढिक्कामा ल्याउने अभियान, एक ढिक्कामा ल्याउने दर्शन हो अथवा। त्यसो भएको कारणले यो श्रम संस्कृति भनेको चुनाव लड्ने अनि एक ठाउँ तपाईँको छैन के अरे होइन चुनाव जित्ने अनि सत्तामा पुग्ने चिज मात्रै होइन। यो भनेको हाम्रो जीवनलाई, हाम्रो अन्तस्करणलाई शुद्ध बनाउने। मैले बारम्बार भन्ने गरेको छु, मान्छे बन्ने अभियान हो यो। पहिलो हामी मान्छे हो, त्यस पछाडि कुनै दलमा लागिएको होला, कोही जातिको कुरा होला, कुनै धर्मको कुरा होला, तर हामी सबैभन्दा पहिला के हो? मान्छे हो। त्यसो भएको कारणले एउटा मान्छेलाई पूर्ण रूपमा भावनात्मक हिसाबबाट, आध्यात्मिक हिसाबबाट, सामाजिक हिसाबबाट, सांस्कृतिक हिसाबबाट, इभन राजनीतिक हिसाबबाट उसलाई चाहिँ एउटा सचेत र सक्रिय मान्छे, पूर्ण मान्छे बनाउने अभियान पनि भएको कुरा म जानकारी गराउन चाहन्छु। बहुआयामी अभियान चलिरहेको छ। त्यो अभियानको नाम नै हो श्रम संस्कृति, जसलाई हामीले राजनीति पनि नगरी नहुने भएको कारणले, किनभने देशको नीति निर्णयमा हाम्रो विचार, हाम्रो यो संस्कृति नपुगिकन परिवर्तन संस्थागत हुन सक्दैन भन्ने बुझाएका कारणले हामीले चाहिँ यसलाई पार्टीको रूपमा पनि अभ्यास गरिरहेका छौँ। र त्यस क्रममा हाम्रो सुदन किराँतीज्यूको समूहसँग हाम्रो भेट भएको छ। वी फिल स्ट्रङ्गर, वी फिल बेटर है।
है विल स्टे स्ट्रङ्गर एन्ड विल स्टे बेटर अलवेज है। सुदन किराँतीर हक्क साम्पाङको यस्तो भयो अरे उस्तो भयो अरे भन्ने न्युज मेरो तर्फबाट सुन्नु हुने छैन। मलाई लाग्छ सुदन किराँतीज्यूको तर्फबाट पनि त्यो खालको कुराहरू सुन्ने छैन। हामी जनतालाई निराश बनाउनका लागि यहाँ उपस्थित भएका छैनौँ है। हामी जनताको मुहारमा हाँसो कोर्नका लागि हाँसो सर्नका लागि उपस्थित भएका छौँ। म सबैजनालाई त्यो अनुरोध गर्न चाहन्छु। अब एउटा अभियन्ताको नाताबाट, एउटा श्रमदाताको नाताबाट, एउटा समाज सुधारक र समाजलाई जागरण ल्याउने एउटा सोसल एक्टिभिस्टको नाताबाट मैले यी कुराहरू राखेँ। अब एउटा त्यसो भइरहँदा प्रतिपक्ष दलको एउटा नेता पनि हुन्छ। सरकारले अहिले गरिरहेको कुराहरूको बारेमा यहाँ मैले नबोली गएँ भने फेरि मैले बोलेको अधुरो हुन सक्छ। त्यसो भएको कारणले थोरैमा राख्न चाहन्छु। कतिले भन्छ किन बालनजीलाई गाली गरेको, बालन शाहलाई गाली गरेको भन्दा मैले किन गाली गरेँ होइन। न उहाँले मेरो व्यक्तिगत रूपमा केही बिगारिदिएको, न मलाई केही भनेको, न हाम्रो कुनै लेनदेन थियो, न कुनै विषय केही पनि छैन। तर म एउटा प्रतिपक्ष दलको नेता भएको नाताले, एउटा सांसद भएको नाताले सरकारले गर्दै गरेका क्रियाकलापहरू, सरकारको पक्षमा भएका गतिविधिहरूलाई मैले निगरानी गर्नुपर्छ, निरीक्षण गर्नुपर्छ, मूल्याङ्कन गर्नुपर्छ र त्यो प्रति मेरो चाहिँ के अरे धारणा के छ, मेरो प्रतिक्रिया के हो। सरकारले गर्न चाहेका कुराहरू धेरै छन्। त्यसमध्ये एउटा कुरा के छ भन्दाखेरि सुकुम्बासी बस्तीमा डोजर चलाउने, डोजर चलाएर भत्काइदिने है। त्यो जुन छ तपाईँको कृत्यले गर्दाखेरि आज देशभर आन्दोलन भइरहेको छ। यो सरकारको कदम अत्यन्तै निरङ्कुश, आताताई है, अमानवीय, एकदम पाशविक शैलीको कदम हो। यो कदम सरकारले तुरुन्त रोक्नुपर्छ। र जो जतिको घर उहाँले भत्काइदिइसक्नु भएको छ ती मानिसहरूलाई आज माइती गठबन्धनमा थाल र चम्चा फटाउँदै आन्दोलन भइरहेको छ। अचम्म लाग्छ है। ती गरिब दुखीहरूले भात खान पाएन भन्ने सङ्केत हो। त्यो होल्डिङ सेन्टरमा लगेर राख्ने, होल्डिङ सेन्टरमा चाहिँ एउटा टेन्टमा सुताउने, खाना खुवाउँदै राख्ने भन्ने किसिमले चाहिँ सरकारले भनेको कुरा जुन छ त्यो कुरा चाहिँ सत्य कुरा छैन। यहाँ तपाईँहरू जान सक्नुहुन्छ। एकछिन त्यहाँ एकछिन रोकिदिनु, एकछिन रोकिदिनु न। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, मिडिया मार्फत सरकारलाई भन्न चाहन्छु, त्यो खालको कृत्य तपाईँले रोक्नुपर्छ। र होल्डिङ सेन्टरमा जे जति मानिसहरू छन् ती मानिसहरूलाई तपाईँले कसरी व्यवस्थापन गर्छु भनेर त्यो खालको कदम तपाईँले चाल्नु, त्यसको जवाब दिनुपर्छ। आज हजारौँको सङ्ख्यामा मानिसहरू बेघर भइरहेका छन्। हजारौँको सङ्ख्यामा मानिसहरूले खाना पाइरहेका छैनन्। एउटा सानो टेन्टभित्र बस्नुहोस् भनेर भनेको छ। कसरी बस्ने एउटा परिवार एउटा टेन्टभित्र? त्यहाँनिर छोरा बुहारी होला होइन, सासू ससुरासँग बस्नुपर्ने स्थिति होला। अब छोराछोरी पनि अहिले अलिक ठुलो भएपछि फाल्टै सुत्ने चलन छ। एकै ठाउँमा त हामी सुतिँदैन। एउटा सानो टेन्टभित्र चाहिँ कोचेर राखेर चाहिँ होल्डिङ सेन्टरमा हामीले सेल्टर दिउँ भनेर सरकारले भन्छ भने त्यो गलत छ। यस घोर विरोध गर्छ र सरकारले तुरन्त तपाईँको चाहिँ के अरे होइन गर्नुपर्ने व्यवस्थापन गरोस् भन्ने हाम्रो माग। यहाँ सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हार्दिक तपाईँहरूलाई सम्मान पनि गर्न चाहन्छु जो जतिले हामीलाई यी सारा यात्रामा साथ दिइराख्नु भएको छ। हामीले गरेको खबरदारी हाम्रो लागि होइन, हर्क साम्पाङले गरेको खबरदारी मेरो लागि हो र हर्क साम्पाङको लागि व्यक्तिगत हो र होइन, जनताको लागि। जनता पनि को जनता भन्दाखेरि गरिब दुखी जनता, जो जनता आफै बाँच्न सकेका छन्, जो जनता आफै हिँड्न सक्छन्, आफै बोल्न सक्छन्, त्यस्ता जनताको लागि होइन। जो बोल्न सक्दैनन्, हिँड्न सक्दैनन्, न्याय थाहा हुँदैन, त्यस्ता मानिसहरूको लागि श्रम संस्कृति सधैँभरि उभिनेछ। श्रम संस्कृति सधैँभरि अगाडि
बढ्नेछ। म यहाँ सबैजनालाई त्यो बुझ्नका लागि अनुरोध गर्न चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि जो जति चाहिँ तपाईँको चुपचाप के जतिमा छाप भन्ने साथीहरू हुनुहुन्छ, मलाई थाहा छ तपाईँहरू सामाजिक सञ्जालमा हजारौँको सङ्ख्यामा हुनुहुन्छ है, तपाईँहरूले गाली गरिहाल्नुहुन्छ। अलिकति मात्रै तपाईँको चाहिँ होइन यो सरकार विरुद्ध केही मात्रै भन्यो भने गाली गरिहाल्छ। त्यसले के गर्छ भन्दाखेरि भोलि बालेन शाहलाई पनि केपी ओलीकै ठाउँमा लगेर राख्छ।